ओहो केटाहरूले कसरी गत बिगार्छ पनि सफार्छ पनि यति गरेपछि मैले यति हुन्छ भनेपछि चाहिँ पहिले सुनाउँछु मान्छेहरू त्यति नै खुसी हुन्छन्। र लास्ट मेरो टिप के हो भने 100-150 हामीले चाहिँ जीवनमा के महसुस गर्छौँ भने अरूसँग हामीले तुलना गर्छौँ के योभन्दा चाहिँ कमजोर छु होइन, मैले यसले गरे जति चाहिँ मैले गर्न सक्दिनँ जीवनमा भन्ने चाहिँ हामी सबैलाई लाग्छ के 50-70%मा सबैलाई त्यस्तो लाग्छ। हामीले चाहिँ त्यस्तो महसुस गर्छौँ कि अब यसले चाहिँ धेरै पैसा कमायो मैले कमाउन सकिनँ, यो कहाँबाट कहाँ पुग्यो होइन, म चाहिँ यहाँको यहीँ छु भन्ने चाहिँ हामीमा त्यस्तो भावना हुन्छ कि त्यस्तो सोच हुन्छ होइन। अनि हामीले चाहिँ जीवनमा केही गर्न सक्दैनौँ, अब हामीबाट केही हुँदैन जस्तो लाग्छ नि त। अरूको धन सम्पत्ति देखेर चाहिँ हामीलाई अब ओहो यसले धेरै कमायो अब हामीले चाहिँ कमाउन सक्दैनौँ, यसको लेभलमा हामी कहिले पुग्दैनौँ जस्तो लाग्छ नि त होइन। तर त्यस्तो सोच्नु गलत हो कि तपाईँ आफूमा सबैभन्दा राम्रो बेस्ट हुनुहुन्छ कि तपाईँले आफूलाई कसरी बेस्ट बनाउने, राम्रो काम गर्ने, राम्रो कुरा सोच्ने होइन, केही कुरामा लागि पऱ्यो भने त्यही कुरामा लागिरहने। अब जस्तै कोही मान्छेहरू राम्रो छ भने उसको स्किल सिक्ने आफूले होइन, उसले के गरे त्यस्तो गरेको छ होइन त्यसलाई कपी गर्ने आफूले सिक्ने। तर आफूले चाहिँ जे काम गरे पनि अब तपाईँले कुनै पनि काम सुरु गर्नु भएको छ नि त्यो कामलाई चाहिँ तपाईँले धेरै प्रायोरिटी गर्नु, धेरै चाहिँ प्रायोरिटी दिनु क्या त्यो कामलाई होइन। जे पनि काम गर्दै हुनुहुन्छ त्यो काम चाहिँ कसैलाई नभन्नु, चुपचापसँग आफ्नो काम आफैले मजाले गर्नु के मैले यो गर्न लागेको छु त्यो गर्न लागेको छु नभन्नु। रिजल्ट आउनुभन्दा पहिल्यै मैले यो गर्दैछु होइन, मैले त्यो गर्दैछु भनेर चाहिँ कसैलाई नसुनाउनु, बिस्तारै गर्दै जानु, सक्सेस आफै हुन्छ। तपाईँले अब सक्सेस हुनुभन्दा पहिले नै मैले यो काम चाहिँ गर्दैछु होइन म यसमा सक्सेस हुन्छु भनेर त्यस्तो काम कहिले नसुनाउनुहोस्। आफ्नो प्राइभेसी चाहिँ अरूलाई नसुनाउनुहोस्। त्यो सुनाउनु भयो भने तपाईँ तैँले के गर्न सक्छस् र जिन्दगीमा तैँले केही गर्न सक्छस् भन्ने कुरा चाहिँ अरूले तपाईँलाई चाहिँ डिमोटिभेट गर्छ साथीहरू। जे कुरा गर्दाखेरि पनि चुटुक्क गर्नु पऱ्यो, कसैलाई भन्नु भएन, आफ्नो सेपरेट काम चाहिँ पुरा सेक्रेट राख्नु पऱ्यो कि। नम्बर 2 हिजो म कस्तो थिएँ र आज म कस्तो छु भन्ने हिजोको र आज कम्पेयर गर्नु के हिजोको भन्दा त म अलिकति ठिकै छु नि त, हिजोको भन्दा चाहिँ म अलिकति राम्रै छु भन्ने होइन त्यो सोच्नु के। एकैचोटि धेरै चाहिँ रिजल्ट नखोज्नु के, एकैचोटि चाहिँ धेरै भाग नखोज्नु भन्छ नि नेपालीमा हो। तपाईँले हिजोको कम्पेयर गरेर आजको लागि हेर्नु के हिजोको भन्दा त म आज चाहिँ अलिकति स्ट्रङ छु भन्ने त्यो सोध्नु के। तपाईँ आफूलाई कमजोर नसोध्नु के। अब कोही मान्छेहरूसँग तपाईँ अब कुरा गर्दै हुनुहुन्छ भने एकदम निडर भएर कुरा गर्नु के, आँखामा तपाईँ आँखा जुदाएर कुरा गर्न सक्नुपर्ने हुन्छ कि साथीहरू। हामी डराउँछौँ नि त अब काहीँ केही कुरा गर्नु पऱ्यो भने होइन अब अनकम्फर्टेबल फिल हुन्छ नि त, त्यस्तो नहुनु। फेस टु फेस कुरा गर्न सक्नुभयो भने तपाईँ चाहिँ धेरै अगाडि बढ्न सक्नुहुन्छ। काहीँ अब क्राउडमा कुरा गर्नुपर्ने भयो तपाईँ चाहिँ अब यस्तो लाज मान्नुहुन्छ, अनकम्फर्टेबल फिल गर्नुहुन्छ होइन, त्यस्तो हुन्छ मान्छेमा। मलाई पनि त्यस्तो हुन्थ्यो पहिला होइन, त्यस्तो हुन्थ्यो नहुने होइन। तर तपाईँले बोल्नु पऱ्यो कि प्याट तपाईँलाई जे आउँछ त्यही बोल्ने हो होइन। त्यो बोल्दा तपाईँले यत्तिकै तपाईँको स्किल पनि राम्रो हुन्छ, सुधार हुँदै जान्छ। अब नम्बर 3मा चाहिँ के पर्छ भनेदेखि होइन अरूलाई चाहिँ पछ्याउँदै नजानुहोस् होइन। यसलाई चाहिँ म भेट्छु, योभन्दा म अगाडि जान सक्छु होइन, यसलाई चाहिँ म जित्छु भने जस्तो चाहिँ प्रतिस्पर्धा चाहिँ नगर्नु, ओभरटेक नगर्नु। तपाईँ आफूमा आफू राम्रो हुनुहुन्छ, तपाईँ आफ्नै लेभलमा चल्नु के। अब कसैले सोसियल मिडियामा फेसबुकमा कसैले नयाँ मोबाइल किन्यो अरे होइन, हुन्छ नि त्यस्तो, हाम्रो समाजमा यस्तो हुन्छ नि होइन। त्यो फेसबुकमा हाल्यो, कसैले आइफोन लियो, ल मैले चाहिँ आइफोन लिएँ भनेर त्यो चाहिँ फेसबुकमा हाल्यो, कसैले गाडी लियो होइन इक्जाम्पलको लागि। अनि हाम्रो माइन्डमा के सेट आउँछ, ओहो यसले त आइफोन लियो, यसले त गाडी लियो, मैले चाहिँ केही गर्न सकिनँ, दिक्क लाग्यो भने त्यो त डाहा हुन्छ कि आफूमा। त्यो डाहा कहिले पनि नगर्नु। तपाईँमा मेहनत हुनु पऱ्यो कि म नि गर्न सक्छु भन्ने कुरामा चाहिँ कन्फिडेन्स क्रिएट गर्नु पऱ्यो क्या आफ्नो दिमागमा चाहिँ होइन। यति कुरा तपाईँले विचार गर्नु पनि हुन्छ कि कसै मान्छेहरूले चाहिँ अब सो अफ गर्नको लागि पनि राखेको हुन्छ होइन, देखाउनको लागि, मान्छेहरूलाई जलाउनको लागि पनि राखेको हुन्छ होइन साथीभाइहरूमा। त्यस्तो हुन्छ नहुने होइन। लाइक तपाईँले कुनै जब गर्नुहुन्छ, अब हाम्रो स्यालेरी त कम्ती छ, हाम्रो त केही सेभ गर्न सकिँदैन भन्ने हुन्छ नि त। यसको चाहिँ 40-50 हज़ार स्यालेरी छ, मेरो चाहिँ कम्ती छ भन्ने हुन्छ नि त। लाइक तपाईँको 10,000 स्यालेरी होला अरे, अब मैले त 10,000 स्यालेरी चाहिँ मैले केही गर्न सक्दिनँ भन्ने चाहिँ हुन्छ क्या हामीलाई, सबैलाई हुन्छ त्यस्तो। अनि 10,000 स्यालेरीमा के छ, महिनामा 10,000 आउँछ, हामीले 10,000 खर्च गर्छौँ कि बचाउँदैनौँ। 10,000मा तपाईँले एटलिस्ट 2,000 मात्र सेभिङ गर्नु कि होइन, 2,000 मात्र सेभिङ गर्नु। तपाईँ अब एजको हिसाबले तपाईँ अब यङ हुनुहुन्छ, 20-22 वर्ष हुनुहुन्छ, 18-19 वर्ष हुनुहुन्छ, 20-22-25 वर्ष हुनुहुन्छ, 2,000 मात्र सेभिङ गर्नु, ब्याङ्कमा राख्नु कि यो चाहिँ मैले चाहिँ अब 2,000 चाहिँ मैले ब्याङ्कमा सेभिङ गरेको छु भन्ने नसोध्नु। यो 2,000 चाहिँ मैले फाल्दिएँ भनेर खर्च गरेँ भनेर चाहिँ त्यो सेभिङ गरेर राख्नु के, त्यो माइन्ड सेटले गर्नु कि मैले सेभिङ चाहिँ गरेको छैन भन्नु, तर 2,000 चाहिँ सेभिङ गरेर राख्नु, त्यो थिङ्किङ राख्नु कि 2,000 चाहिँ मेरो मनमा छैन भन्नु। तपाईँको 25 वर्ष 22 वर्ष एज छ भने त्यसो गर्नुहोस्
अहिले त कमाउँछ नि मान्छेले अनलाइनबाट यताउताबाट होइन 2000 जम्मा गरे पनि तपाईँको त वर्षमा त 24,000 हुन्छ। 25 वर्षदेखि जम्मा गर्नु भने पैसा तपाईँ 26 वर्ष 24,000 हुन्छ। हो त्यसरी कन्टिन्यू गर्दै जाने। अनि पैसा कसरी सेभिङ गर्ने भन्नुहुन्छ। अहिले कति कुराहरू छ कि हामीलाई। पहिला पो अब कुटो कोदाल गर्नुपर्छ, ढुङ्गा बोक्नुपर्छ होइन। अहिले धेरै बाटोहरू छ कि पैसा कमाउने। एसआइपी गर्न सक्नुहुन्छ, सेयर मार्केटमा लगानी गर्न सक्नुहुन्छ होइन। अब युट्युब पनि खोल्न सक्नुहुन्छ। मान्छेले भन्छ युट्युबमा गर्न सकिँदैन, गाह्रो हुन्छ भन्छ। सुरुमा त मान्छेलाई अब गाह्रो त भइहाल्छ अभियसली होइन। जे कुरा पनि अब मिहिनेत हो, बिना मिहिनेत त केही गर्न सकिँदैन। लास्ट म एडभान्स बोनस टिप चाहिँ तपाईँलाई एउटा दिन्छु कि सङ्गत। यो सङ्गत भनेको चिज चाहिँ यो सङ्गतले मान्छेलाई बिगार्छ पनि सपार्छ पनि। राम्रो सङ्गत भयो भने तपाईँ राम्रै सङ्गतमा जानुहुन्छ, राम्रै कुरा सिक्नुहुन्छ। नराम्रो कुरा सङ्गतमा पर्नु भने तपाईँ नराम्रैसँग फस्नुहुन्छ है। लाइक साथीहरूको भिडभाड कस्तो, तपाईँको साथीहरूको अब कम्युनिटी कस्तो छ, अब जहाँ डक्सी खाने, इन्जोय गर्ने होइन, त्यस्तो छ भने तपाईँ त्यहीपट्टि लाग्नुहुन्छ। अब जसले अब पैसा कमाउनु जानेको छ उसबाट केही सिक्नु सक्नुहुन्छ तपाईँले। त्यस्तो कम्युनिटी छ भने त्यसबाट तपाईँले धेरै कुराहरू सिक्नुहुन्छ। अब मोज मस्ती गर्ने अलग्गै हुन्छ, पैसा कमाउने अर्कै हुन्छ। अब सेयर मार्केटमा लाग्ने साथीहरूसँग तपाईँ उहाँहरूसँग लाग्यो भने तपाईँले उहाँसँग काम सिक्नुहुन्छ होइन। हरेक कुराहरू अब नेपालमा धेरै ठुलो युट्युबरहरू छन्। युट्युबरहरूसँग पनि तपाईँले लाग्न सक्नुभयो भने उहाँहरूसँग पनि तपाईँले लिन सक्नुहुन्छ। युट्युबमा हेर्ने कसरी के गर्ने, कन्टेन्टहरू कसरी बनाउने होइन, युट्युबमा कसरी ग्रो गर्ने त्यो हुन्छ। सङ्गत बिना पनि धेरै कुराहरू चाहिँ हुन्छ साथीहरू। तर तपाईँले चाहिँ जे काम गरे पनि एकदम प्राइभेसी राख्नु होला। त्यसको परिणाम चाहिँ पहिले नभन्नु होला, म यस्तो गर्दैछु, यस्तो हुनेवाला छ, म यस्तो हुन्छ अब भनेर नभन्नु। तपाईँ सक्सेस भएपछि सबैले देख्छन्। कुरा बुझ्नु भने तपाईँको आफ्नो मान्छेलाई पनि नभन्नु, साथीभाइलाई पनि नभन्नु, इभन आमा बुवालाई पनि नभन्नु कि सेक्रेट गर्नु कि कामहरू। पछि रिजल्ट आएपछि चाहिँ भन्न मजा आउँछ कि हामीले चाहिँ काम सुरु गर्न पाएको छैनौँ अनि यसको रिजल्ट चाहिँ हामीले पहिले सुनाउँछ कि म चाहिँ यस्तो हुन्छु, अब यति गरेपछि मैले यति हुन्छ भनेपछि चाहिँ पहिले सुनाउँछ। यसको मजा हुन्न। भोलि तपाईँ त्यो काममा फेल हुनुभयो, रिजल्ट केही आएन भने मान्छेहरूले खिसी गर्छन्। कुरा बुझ्नु भने नराम्रोसँग खिसी गर्छन्। यसले त यो गर्न लागेको रहेछ, यसो कामै भएन भन्दा खुसी हुन्छन् तपाईँदेखि। जीवनमा होइन, जीवनमा तपाईँ जति नै असफल हुनुभयो होइन, मान्छेहरूले तपाईँलाई त्यति नै डाउन गर्दै जान्छन्। जति असफल हुनुभयो मान्छेहरू त्यति नै खुसी हुन्छन्। चाहे तपाईँको साथी होस्, चाहे तपाईँको इष्टमित्र होस्, सबैजना त्यस्तै हुनुहुन्छ कि नातेदारहरू हुन्छ नि त, आफ्नो नातेदारहरू सबै खुसी हुन्छन्। त्यही भएर तपाईँले हरेक कामहरू, हरेक कुराहरू जे गर्दा पनि प्राइभेसी राख्नु, नसुनाउनु। आफ्नो सामानको सो अफ कहिले पनि नगर्नु जिन्दगीमा। तपाईँले के किन्दै हुनुहुन्छ, लाइक मोबाइल किन्नुभयो, लाइक कुनै सामान किन्नुभयो घरको होइन, लाइक तपाईँले जे महँगो सामान किन्नु चाहे सस्तो किन्नु, त्यो कहिले पनि सो नगर्नु, चुपचाप राख्नु। मान्छेको आँखा लाग्छ अरे त्यसमा, एनर्जी हुन्छ अरे के भन्छ त्यसलाई, नेगेटिभ एनर्जी के भन्छ होइन, त्यस्तो हुन्छ। चुपचाप राख्नु। मान्छेले अब एउटा आइफोन किन्यो भने देखाउने होइन, एउटा बाइक किन्यो भने देखाउने, लाइक जे सामान किने पनि देखाउँछ नि त मान्छेले, त्यस्तो कहिले पनि देखाउनु हुन्न कि। त्यो चाहिँ तपाईँ लुकाएर राख्नुपर्छ। जति तपाईँले प्राइभेसी गर्नुभयो त्यति नै तपाईँको धन सम्पत्ति चाहिँ सेफ हुन्छ कि साथीहरू। तपाईँले अब राम्रो गर्दै जानुभयो भने त्यो अटोमेटिक बाहिर आउँछ, मान्छेले देख्छन् कि यसले त यस्तो गरेछ भन्ने अटोमेटिक त्यो बाहिर आउँछ क्या साथीहरू। कुरा बुझ्नुभयो नि, तपाईँले केही गर्नु पर्दैन। लास्ट मेरो टिप के हो भने चाहिँ हेल्थ। आफ्नो हेल्थलाई चाहिँ एकदमै हेल्दी राख्नु होला। किनभने हेल्थ भनेको सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। तपाईँसँग हेल्थ छैन भने तपाईँले जिन्दगीमा केही गर्न सक्नुहुन्न। दिनको 1 घन्टा, आधी घन्टा कति सक्नुहुन्छ घरमै, बाहिर जिममा तपाईँसँग कति टाइम छ होइन, टाइम निकालेर चाहिँ एक्सर्साइज गर्नु। एक्सर्साइज चाहिँ अहिले एकदम मोस्ट इम्पोर्टेन्ट भएको छ है साथीहरू। किनकि हाम्रो अहिलेको दिनचर्या एकदम लाइफस्टाइल खत्तम छ। काहीँ अलिकति हिँड्न जानु पऱ्यो कि बाइकमा जाने, अलिकति 3-4 किलोमिटर हिँड्नु पऱ्यो भने ट्याक्सीमा जाने, कोही जिम जान सक्नुहुन्न भने घरमै गर्न सक्नुहुन्छ। बिहान पुसअप गर्नु 100-150, सुरुमै त गर्न सकिँदैन, ट्राई गर्दै गर्नु। आज तपाईँले पुसअप 5 हान्नुभयो भने भोलि 6 हान्नुहुन्छ, पर्सि 10 हान्नुहुन्छ। एकचोटि हान्न सकिँदैन, बानी हुन्छ है। मलाई पनि त्यस्तै हुन्थ्यो। अहिले मैले पुसअप केही नहाने पनि नन स्टप 60, 70, 50 त म नन स्टप हान्छु। 2 चोटि 3 चोटिमा मैले 100 नाग्छु। 3 चोटिमा मैले 100 पुसअप चाहिँ नाग्छु कि साथीहरू। किनकि पहिला मलाई पनि गाह्रो हुन्थ्यो कि ओहो केटाहरूले कसरी गर्दछ यत्रो पुसअप होइन, म त अनि 8, 9, 10मै थाक्ने कि।
पुसअप चाहिँ तपाईँले मजाले गर्नु सक्नुहुन्छ, सेटअप गर्न सक्नुहुन्छ, रनिङ गर्न सक्नुहुन्छ। बानी हुन्छ क्या, मान्छेलाई बानी भयो भने चाहिँ तपाईँको जिउ चाहिँ एकदम फ्लेक्सिबल हुन्छ। रबर तन्का जस्तो तन्काउन नमिल्ने होइन, सानो पर्न नमिल्ने, फ्लेक्सिबल हुन्छ साथीहरू। अब कोही साथीहरू मेरो च्यानलमा नयाँ आउनु भएको छ भने सब्सक्राइब गर्नु होला है। हल्का यो एजुकेसनको लागि बनाएको, मोटिभेटको लागि बनाएको तपाईँको लागि भिडियो है। तपाईँले आफूलाई कहिले पनि कमजोर नसोध्नु होला। जहिले पनि तपाईँलाई म त्योभन्दा केही कम छैन भने त्यो सोध्नु होला। तपाईँको दिमागले जे सोच्यो तपाईँलाई त्यही बनाउँछ। जय नेपाल।